एग्रिकल्चर अमाउन्ट कति? एग्रिकल्चरको त्यस्तै मन्थली 50 to 60 रहेको छ। ओके 6 लाख वर्षमा। अनि रेन्ट? रेन्ट लिजको 30 to 40 सम्म रहेको छ। ओके 4,80,000 40 मैले राख्दै। अनि लिज? लिजको त्यस्तै हो, त्यही 40 to 45 नै राख्यो। 40 भनेको 4,80,000। अनि त्यो बाहेक अरू? ड्याडी के गर्नुहुन्छ? त्यही एग्रिकल्चर। 4 4 8 6 14 अङ्कलहरू के गर्नुहुन्छ? अङ्कलहरू पनि त्यही फार्मिङ। अङ्कल अनि ठुल्बाहरू? ठुलोहरू मेरो अङ्कल 14 लाख रुपियाँ मात्रै पुग्यो। 20-22 लाख त चाहिन्छ। अङ्कलहरूको केही छैन? बिजनेस स्यालेरी? बिजनेसहरू छ। घरमा काम गर्नुहुन्छ। आफ्नै दाइ? अङ्कल सर। के गर्नुहुन्छ उहाँहरू? अङ्कलको सराको आलुमिनियमको पसल छ। ओके त्यसको प्रफिट कहाँ छ पसल? यही गोबी सर छ। हो त्यसको प्रफिट कति छ बुझ्नु पऱ्यो। तिम्रो यहाँ 14 लाख मात्रै भयो क्या। 14 लाख आफ्नो फ्यामिलीबाट भयो। अब बाँकी 6 देखि 8 लाख रुपियाँ अरूबाट हाल्न मिल्छ भनेको दाइ अङ्कल ठुल्बा। अब यो बुझ्नु पऱ्यो। त्यो भने अस्ट्रेलिया पुगिन्छ नत्र पुगिँदैन। पिटी चाहिँ गर्दै गर है त। ल तिम्रो नाम? अनुज खनाल। कहाँ जाने हो? कहिलेको पास आउट? ओके पिटी पढिरहेछौ? कति छ जिपिए? सिजिपिए होइन। अब ड्याड मम के गर्नुहुन्छ? कति छ ड्याडको स्यालेरी थाहा छ? मम्मीको? 12 दुना 24 12 पंचे 60 3 लाख रुपियाँ वर्षको। अनि ड्याडीको? बाहिरबाट आउने ब्याङ्कमै आउँछ ट्याक्स काटेर आउँछ। केमा काम गर्नुहुन्छ? ओके 3,60,000 6,60,000 मात्रै भयो इन्कम सोर्स। त्यो बाहेक अरू के छ? घर छ? घर कहीँ त छ? ओके घरको भाडा जग्गाको भाडा हाल्नु पर्यो सिकाउनु पर्यो। अब तिमी मधुकर हो होइन? त्यो अहिलेको भाइलाई त मैले गरेँ होइन जमानामा इन्कम सोर्स मिलाइरह हो। तिमीले पनि सेम प्र्याक्टिस उसलाई सिकाउनु पर्यो। अस्ट्रेलिया जाने हो भने सरले सिकाउनुहुन्छ के प्र्याक्टिस भने घर छ हाम्रो घरको भाडा आउँछ महिनाको 60,000 भनेर ट्याग ब्याङ्कमा हाल्ने। भोलि गएर एकैचोटि 3 महिनाको हालिदिने भनेको। अहिले के महिना चलिरहेछ? जेठ कति आएको छ? अब भोलि गएर हाउस रेन्ट अफ फागुन चैत वैशाख भनेर 1,80,000 हालिदिने। 3 महिना कभर भयो। अनि अर्को 3 महिनामा फेरि 1,80,000 हालिदिने। 6 महिना कभर भयो। 12 छक्का 7,20,000 भयो। 7 र 6 ले 13 भयो। अनि अरू जग्गाको भाडा आउँछ भनेर एकैचोटि 1.5 लाख रुपियाँ हालिदिने 3 महिनाको। फेरि 3 महिनामा 1.5 लाख हालिदिने। 12 पंचे 6 लाख भयो। 13 र 6 ले 19 लाख भयो। यति भयो भने लगभग पुग्छ। त्यो बाहेक अङ्कल ठुल्बाहरू के हुनुहुन्छ? अङ्कल ओके अङ्कलको आफ्नै अफिस छ भने त्यहाँबाट पनि देखाउनु मिल्यो। अङ्कलको आफ्नै अफिस छ भने अङ्कललाई चाहिँ देखाउनु मिल्यो। अनि ठुल्बाहरू हुनुहुन्न भने चाहिँ अङ्कल सङ्कल सबै एड गर्दा 22-23 लाख रुपियाँ इन्कम पुग्नु पऱ्यो। अस्ट्रेलिया पुगिन्छ नत्र पुगिँदैन। र प्र्याक्टिस भनेको ब्याङ्कमा हाल्ने। आउँदैन भने पनि आउँछ भनेर हाल्ने र स्टेटमेन्ट देखाउने। तिम्रो यो यतिले पुग्दैन। तिमीले अहिले जति भनिरहेछौ यतिले पुग्दैन। दाइको एल्युमिनियमको कति छ के छ नाफा त्यो बुझ्नु पर्यो है। अनुज बुझ्यौ नि कुरा?